राजावादीसँग तपाईहरुले वार्ता गर्न जरुरी छ, टेबल टक गर्न जरुरी छ। हामीलाई बन्दुक बोक्न नभन्नुस् प्रचण्ड हत्यारा। प्रचण्ड हत्याराको पार्टीका मान्छेले भन्दैछन् अरे कता कता, मैले मिडियामा सुनेको थिएँ। राजा ल्याउन हामीले त त्यत्रो बन्दुक बोकेर 10 वर्षीय जनयुद्ध गर्यौं 10 वर्षीय जनयुद्ध। भारतको नोएडा राज्यमा बसेर भारतका रहका मान्छेहरु त्यहाँका पूर्वजहरूले भनिसके, भारतले पालेको माओवादी, भारतले द्वन्द्व गरेको माओवादीलाई पनि हामीले पालेको भारतले भनिसके नि त। जनतालाई पहिला थाहा थिएन, हामीलाई त थाहा थियो। अनि विदेशी बात र विदेशी पैसामा रमाएर नेपालका राजाले बनाएका सबै विकास भत्काएर जनता मारेर अहिले 18 वर्षमा देश लुटेर ठुला गफ दिने र नेपाली जनतालाई बन्दुक बोकेर हामीले बन्दुक बोक्यौं अनि गणतन्त्र ल्यायौं। प्रचण्ड तिमीले बन्दुक बोकेर गणतन्त्र ल्याएको होइन, तिमीले बन्दुक बोकेर जनता मारेको हो, तिमीले बन्दुक बोकेर नेपालको धनजनको नोक्सान गरेको हो, तिमीले बन्दुक बोकेर नेपालका चारवटै सुरक्षा निकायलाई घाइते बनाएर मार्ने अपहरण गर्ने काम गरेको हो, तिमीले बन्दुक बोकेर विदेशीलाई चाहिँ रिजाउने काम गरेको र आफ्ना छोराछोरी बोयफ्रेन्ड गर्लफ्रेन्ड भतिजा भतिजीलाई जागिर दिने काम गरे। अरु के गरे हामी? तिमीले बन्दुक बोकेर देश र जनताका लागि के लछारपाटो लाग्यो? यो जनतालाई थाहा छ, यो सबैलाई थाहा छ, नढाक्नुस्। तर आफूले गरेको आतंक जस्तो अरूलाई पनि हत्या गर, अरूलाई पनि हत्या गर भनेर सिकाउने प्रशिक्षक नबन्नुस्। नेपाली जनता राम्रोसँग तिमीलाई चिनेका छन्। तिमीले बन्दुकले जति नोक्सान गर्यौ नि, त्यो बन्दुकको बदला जनताले लिन चाहन्छ। जनतालाई बन्दुक बोक भन्नुहुन्छ, बम बोक भन्नुहुन्छ, बारुद प्रयोग गर भन्नुहुन्छ, बम बनाएर बर्साउ भन्नुहुन्छ भने नेपाली जनताले अब जनता मारे देशको उद्योग धन्दा बनाउन बाँकी रहेका व्यापार बिजनेसका केही निजी सम्पत्तिलाई ध्वस्त गर्ने काम गर्दैन। म अझै भन्न चाहन्छु, तिमीले बाध्य गरायो भने नेपाली जनताले बन्दुक बोक्नु पर्ने भए पहिला त्यसको शिकार को हुन्छ थाहा छ? त्यसको शिकार यी पार्टीका दलाल लाउरेहरू हुन्छ, लेखेर राख्नु। अब जनतालाई मार्दैन। अब जनताले शेरबहादुर केपी, प्रचण्ड, बाबुराम, झले, खले, माकुने यी सबै दलका यी तोरी लाउरेहरूलाई अरु त केही गर्दैन। एउटा दाम्लो बानेर पहिला त घर घरबाट कार्यालयबाट पार्टी कार्यालयबाट घाटीमा दाम्लो लाएर टुडी खेलमा ल्याउने काम गर्नुपर्छ पहिला, हो कि? पहिला टुडी खेलमा ल्याएर संसारका मिडियालाई बोलाएर यो देश लुट्ने भ्रष्टाचारी हत्यारा बलात्कारी युवालाई विदेशी भुटानी बनाएर पनि बेचेर खाने, राजाले बनाएका उद्योग धन्दा सबै ध्वस्त पारेर खाने, यो देश जात धर्मको नाममा एउटा चाहिँ द्वन्द्वको चाहिँ सङ्घारमा अगाडि बढाउने दलाल यिनै हुन् भनेर पहिला दाम्लो हालेर देखाउनु पर्छ। त्यो काम हामीबाट होला। तपाईहरु सच्चिनु भने जनताले त्यो काम पहिला गर्ने। यो देशको मुस्लिम र हिन्दू भनेर ठाउँ ठाउँमा झडप गर्ने काम गरिरहेछ नि, यो कसले गर्यो? यो अहिले राज्य चलाउनेले गर्यो? गरेन। यी हामीसँग मुस्लिम छन्, यी राजावादी हुन्, यी मुस्लिम छन्। यहाँ राष्ट्रवादी नागरिक समाजसम्म सबै धर्मका मान्छे छन्। ती सबै धर्मका मान्छे भनेको मुस्लिम जैन जति हामी धर्म मान्छौँ नि, म सबैको नाम लिन्न। हामी नेपाली हौ, नेपाली। यो देशका जनता सबै नेपाली हुन्। यहाँ हिन्दू र मुस्लिम भनेर यो देशलाई चाहिँ द्वन्द्वको चाहिँ सङ्घारमा धकल्ने काम राज्यबाट न, खबरदार। र नेपालका सेना पुलिसलाई डिभाइड गरेर भारतलाई 15,000 सैनिक दिने केपीका बाउका घरका पालेका सैनिक हैन, क्यापिटल हाल मुर्दाबाद। सेनाका घरका पालेका नेपालका प्रहरी होइनन्, खबरदार। र प्रचण्ड हत्याराका छोरा भतिजा मात्र होइनन् प्रहरी र सेना। ती नेपाली जनताका चाहिँ सुरक्षाका लागि देशका लागि चाहिँ बनेको संस्था हो। त्यो निर्णय गर्ने यी कुख्यात डाकालाई म चारवटै सुरक्षा निकायलाई पनि आग्रह गर्न चाहन्छु। यी कुख्यात डाकालाई चारवटै सुरक्षा निकाय गएर बलवटा र सिंहदरबारमा घेर्नुहोस्, यिनीहरूका घर गर्ने काम गर्नुहोस्। हामी असंलग्न परराष्ट्र नीति नेपालको हो, राजा हुँदा अझ पनि त्यही हो, त्यही मनाउनु पर्छ। अरे बाबा, तिमी चाइनासँग लड्न सक्छौ, रसियासँग लड्न सक्छौ, अमेरिकासँग लड्न सक्छौ, पाकिस्तानसँग लड्न सक्छ केपी, प्रचण्ड हत्यारा सक्छ, सेरे दलाल सक्छ। अरे क्या सजिलो छ मोदीको कुरामा यस हिन्दू राष्ट्र। अरे बाबा, मोदीको हिन्दू राष्ट्र तिमीलाई चाहिने भए जाऊ भारतमा राजनीति गर, नेपालमा तिमी पर्दैनौ। नेपाल जनताले तिमीलाई चाहदैन। नेपाल वैदिक राष्ट्र हो।
यहाँ सबै धर्मका मान्छे छन् के? नेपालका मुस्लिम जति राष्ट्रवादी तिमी हिन्दू भन्ने पाहाडिया बाहुन होइनौ ल जा। मैले घोषणा गरेँ तिमी चुच्चेनाक म पनि हो नि त, तर तपाईँ जस्तो राष्ट्रघाती हामी होइनौँ। हामीले मुस्लिमलाई पनि भाइ भन्छौँ, हिन्दू वैदिकलाई पनि भाइ भन्छौँ, इसाई नेपालीलाई पनि दाइ भाइ भन्छौँ, बौद्धिस्टलाई पनि हाम्रै दाइ भाइ आमा बा भन्छौँ, बोन किराँत जति धर्मका हामी मान्छौँ नेपाली सबै हाम्रै सन्तान, हाम्रै अग्रज, हाम्रै भाइ बिनाउन भन्छौँ। त्यस्तो पो हो त। अरे नेपालको बााउन्ड्री भित्र बस्ने के मुस्लिम हिन्दू भनेर लडाएर मार्ने केपी र प्रचण्डको गिदीमा किरा पर्या हो? प्रचण्ड र केपीको गिदीमा किरा पर्या हो? किरा पर्या भए औषधि गर्न लक्ष्मी मल्ललाई बोलाऊ, म किरा पर्या औषधि राम्रोसँग गरिदिन्छु के। तिमीहरूलाई रेबिज लाग्या भए मलाई बोलाऊ, म सुई हान्न पनि जान्छु। म भेटनरी डाक्टर पनि थिएँ क्या। तिमीहरूलाई रेबिज लाग्या भए तिमीहरूलाई सुई मैले लगाइदिन्छु, बोलाऊ। म राजावादी हो, तिमीलाई उपचार गर्ने खुबी हामीसँग छ। तिमीहरूको दिमाग बिग्रिया भयो भने नेपालको जडीबुटीले निको पारेला, होइन भने राँची लैजाउँला हामी। हाम्रो घर बेचेर राँची लगेर उपचार गर्ने हामीसँग तागत छ। केपी प्रचण्ड शेरबहादुर यदि बौलाका हुन्, बौलाका होइनौ भने सही ट्र्याकमा आउनुहोस्। अरे बाबा, कारगिलको लडाइँ लड्दा नेपाली पुर्या हुने, भारतलाई सुरक्षा गर्ने। हिजो अस्तिसम्म भारतले हामीलाई हेप्ने केपीकै पालामा मोदीजीको सवारी भयो नेपाल। मोदीजीले नेपालीमा भाषण गर्नुभयो, 601 जना भेडा बाख्रालाई पढाउनु भयो बीआईसीसी हलमा। तपाईँ कहाँ हुनुहुन्छ? सुन्नुभयो होला, मैले त सुने, तपाईँहरूले पनि सुन्नुभयो होला। नानी और पानी एक ही ठाउँ नहीं रहती है। अनि नेपालका 601 भेडा बाख्राले तररर ताली बजाएर त्यसको स्वागत गरे। भन्नुको अर्थ मोदीजीले यस्ता धेरै कुरा भने, तर यहाँका भेडा बाख्राले हो भनेर, त्यसमा हो भनेर हो सबैले समर्थन जनाए। मैले यो किन भने अरे नेपालको पानी त भारतमा जान्छ होइन, त्यो चाहिँ मेरै हो भनेको हो नि त, होइन भन्नुको यस्ता धेरै कुटनीतिक कुरा भन्नुभएको थियो। र त्यति बेला मोदीजी आउँदा नेपालका सुरक्षा कर्मीलाई केपीजीको सरकारले नालायक जस्तो पनि देखाए। त्यति बेला स्पेशल कमान्डर फोर्स ल्याएर मोदीजी नेपालमा इतिहासमा नभएको घटना हो। यो केपी दलालको पहिला कार्यकालको प्रधानमन्त्री कालमा मोदीजी आउँदा भएको थियो। मोदीजी आउँदा आफ्नै स्पेशल सुरक्षा कमान्ड फोर्सको साथमा आए नेपालमा। हाम्रा 4वटा यस्ता सुरक्षा निकाय सङ्गठन जो चाहिँ विश्वमा शान्तिको लागि चाहिँ जान्छन्, शान्ति मिसनमा गएर बहादुर नेपाली भएर आउँछन् र विश्वले पत्यार गरेका हाम्रा नेपालका सुरक्षा कर्मीलाई निकम्मा जस्तो केपी सरकारले त्यति बेला बनायो। र मोदीले आफ्नै सुरक्षा कर्मीलाई नेपाल भ्रमण गरे, नेपालको उत्तरसम्म गए। त्यस पछाडि चाइनाका सी जिनपिङ पनि नेपाल आए, राष्ट्रपति उहाँले पनि मोदीकै सिगो गरेर आफ्नै स्पेशल सुरक्षा कमान्ड फोर्सको अगाडि पछाडि नेपालको भ्रमण गरे। विद्यार्थी राष्ट्रपति हुनुहुन्थ्यो। भनेपछि अरे बाबा, यो केपी कति नालायक, तपाईँले बुझ्नुभयो। तपाईँलाई मैले आग्रह मात्र गरेँ नेपाली दाजुभाइले, किनभने केपीकै पालामा इतिहासमा नभएको घटना घट्यो नेपालमा। उत्तरले पनि आफ्नै सुरक्षा ल्याएर भ्रमण गर्यो, दक्षिणले पनि गर्यो, जब इतिहासमै नभएको घटना हो। अहिले चाहिँ केपी दलालको पालामा भारतले 15,000 सेना मागेको छ। ती सेना के त्यति बेला स्पेशल कमान्ड फोर्स आफ्नै चाहिने। अहिले पाकिस्तानसँग लड्नका लागि नेपालीलाई चाहिँ स्पेशल कमान्ड फोर्स ठान्ने भारतलाई लाल लाग्दैन। किन माग गर्यो त भारतले? यो किन गर्यो थाहा छ? केपीहरूलाई भारतका सुरक्षा कर्मी भन्दा अगाडि नेपालका सुरक्षा कर्मी फ्रन्ट लाइनमा पठाएर नेपाली मरे पनि के भयो त? केपीका भाइ भतिजा मर्ने होइन क्यारे, प्रचण्डका मर्ने होइन क्यारे, शेरेका मर्ने होइन। नेपाली जनताका छोराछोरी हुन् त सुरक्षा कर्मी पनि, गरिबका छोराछोरी। यिनीहरू मरे नि के हुन्छ भनेर भारतले एउटा पहिलो शिकार बन्नको लागि फ्रन्ट लाइनको लागि मागे होला सायद, मलाई लाग्छ। तर सुरक्षा निकायका उच्च लेभल र जवानहरूले यति विचार गर्नुपर्छ यसपालि। हामी असंलग्न परराष्ट्र नीतिका मान्छे हौ। हामी भारतको लडाइँ पनि हेर्न चाहदैनौँ। पाकिस्तान र भारतको जुन आतंककारी हमला भयो अस्ति, यसमा चाहिँ भनौँ न अमेरिका प्रत्यक्षदर्शी होला। हिजो मात्रै मैले सुनेको थिएँ न्युजमा, अमेरिकाले राम्रोसँग नजिकबाट निगालेको छ। हेर्नुहोस् त, यस्तो चाहिँ भनेको छ। तर जापानहरूले विरोध गरेको छ, नलड्नुहोस्, सम्झौता अपनाउनुहोस् भनेर आग्रह गरेको छ दुईटै देश। चाइनाले पनि दुईटै देशलाई नडल्नुहोस् भनेर आग्रह गरेको छ। रसियाले त्यस्तै कुरा गरेको छ।
इजरायलले चाहिँ भारतको साथ दिन्छ अरे। हेर्नुहोस् त, इजरायलले हमासले हमला गर्यो नि त, अनि इजरायल चाहिँ भारतसँग लाग्ने रे। अरू देश सबैले र अमेरिकाले दोहोरो रोल खेल्यो, भनाइमा पनि नजिकबाट निगाल्याएको छ दुईटै देश। अरे बाबा, भारत र पाकिस्तान लडायो भने त्यो त सबैलाई छिटो जान्छ नि त बरै। त्यो आन्तरिक समस्या दुईटै देशले समाधान वार्ताबाट गर्नुपर्छ। त्यो कसले गल्ती गर्यो त्यसको छानबिन गर्नुपर्छ। त्यहाँ मुस्लिमलाई आतङ्ककारी भनेर घोषणा गर्ने काम कसैले गर्नु हुँदैन। त्यो 26 जना मर्नेमा त्यहाँ हिन्दू पनि छ, इसाई पनि छ, मुस्लिम पनि छ नि त। ती मानव होइनन्, ती दानव थिए। केपी जस्ता दानव थिए। केपीले अरूलाई दानव भन्छ, यिनी पो दानव। 14 वर्ष मान्छे काटेर जेल बसेका दानव कि अरू दानव भन्नुहोस् त। मैले त्यही भएर भने 18,000 मान्छेको रगत खाने दानव कि अरू दानव? यिनले अरूलाई दानव देख्छ हो। यी दानवलाई थाहा छ नि, तर अरूलाई थाहा छ। प्रचण्डे 17,000 मान्छेको रगतमा रमाउँदा कति मस्ती आएको थियो। यो 18 वर्ष अस्थायी गणतन्त्रमा बार प्रधानमन्त्री हुँदा कति मस्ती आएको छ। अब नेपाली जनताले तिमीलाई एक छानबिन गरेर नेपाली जनताले यसको बदला लिन्छ छोड्दैन। तिमीलाई रमाउँदै जानुस्, विदेशी मालिकको कुरा मान्दै जानुस्।